पोखरामा स्मल बिजनेस त जता पनि देखिन्छ। लेक साइडको क्याफे, चिप्लेढुङ्गाको गिफ्ट सप, क्लोदिङ स्टोर्स, सलुन्स, प्लान्ट स्टोर्स, लोकल एन्टरप्रेन्योर्सहरूले सिटी यसरी नै अलाइभ बनाइराखेका छन्। धेरै वर्षसम्म बिजनेसहरूको फर्मुला सिम्पल थियो, राम्रो लोकेसन, राम्रो प्रडक्ट्स अनि वाक इन कस्टमर्स। तर अहिले कस्टमर बिहेभियर्स बिस्तारै चेन्ज हुँदैछ। आजकल अलमोस्ट सबै कुरा अनलाइनबाटै स्टार्ट हुन्छ। तपाईँले पनि नोटिस गर्नुभएको छ होला, कुनै क्याफेमा जानु अघि अनलाइन मेन्यु चेक गरिन्छ, लुगा किन्नुभन्दा अघि स्टाइल्स हेरिन्छ, गिफ्ट किन्नु पर्यो भने अनलाइन आइडिया सर्च गरिन्छ। सो इफ यु आर रनिङ बिजनेस इन पोखरा or you're curious on how local shops are starting to go online, यो भिडियो तपाईँको लागि हो। अहिले पोखराका धेरै बिजनेसहरू बिस्तारै अनलाइन सप बनाउन स्टार्ट गर्दैछन्। तर प्रब्लम के हो भने फुल वेबसाइट बनाउन कम्प्लिकेटेड, एक्सपेन्सिभ र टाइम कन्ज्युमिङ हुन सक्छ। त्यही भएर अहिले धेरै बिजनेसेसहरूले रिभर्स अर्डरिङ जस्तो प्लेटफर्म युज गर्न थालेका छन्। रिभर्स अर्डरिङले लोकल बिजनेसेसलाई सिम्पल अनलाइन सप बनाउन हेल्प गर्छ, जहाँ कस्टमर्सले सजिलै ब्राउज गर्न सक्छन् र अर्डर प्लेस गर्न सक्छन्। इक्जाम्पलको लागि एउटा क्याफेले आफ्नो पपुलर ड्रिङ्क्सहरू लिस्ट गर्न सक्छन्, क्लोदिङ स्टोरले आफ्नो बेस्ट सेलिङ आइटम राख्न सक्छन्, गिफ्ट सपले मान्छेहरूले धेरै खोज्ने पपुलर आइटम राख्न सक्छन्, अनि सलुन्सहरूले त्यस्तै आफ्नो सर्भिसेस क्लियर तरिकामा देखाउन सक्छन्। सबैभन्दा राम्रो कुरा के हो भने बिजनेसेसहरूले 20 आइटमसम्म फ्री लिस्टिङबाट स्टार्ट गर्न सक्छन्। बेसिकली बिजनेसेसहरूले पहिला स्मल स्टेपबाट स्टार्ट गरेको कस्टमर्सको रेस्पोन्स कस्तो आउँछ भनेर हेर्न सक्छन्। देन दे क्यान डिसाइड वेदर टु गो फुल फ्लेज्ड अर नट। अर्को ठुलो एडभान्टेज चाहिँ भिजिबिलिटी हो। जब धेरै बिजनेसहरू एउटै प्लेटफर्ममा हुन्छ, कस्टमर्सले एकै ठाउँबाट धेरै लोकल अप्सन्सहरू एक्सप्लोर गर्न सक्छन्। कसैले फुड सर्च गरेको बेला हेर्दा हेर्दै नियर बाई डिजर्ट पेज पनि स्क्रोल गर्ला। कोहीले गिफ्ट खोजिरहेको बेला एक्कासी लोकल प्लान्ट स्टोर डिस्कभर गर्ला। यही कुराले लोकल बिजनेसेसलाई नयाँ कस्टमर्ससम्म पुग्न हेल्प गर्छ। यो सिस्टमको गोल फिजिकल स्टोर्स रिप्लेस गर्नु होइन। सप्सहरूलाई वाक इन कस्टमर्स त सधैँ इम्पोर्टेन्ट नै हुन्छ, तर अनलाइन डिस्कभरीले एडिसनल अर्डर्स पनि ल्याउन सक्छ, जुन नर्मल सिचुएसनमा सायद आएको हुँदैन। पोखरा जस्तो ग्रोइङ सिटीमा यो सानो डिफ्रेन्सले पनि ठुलो इम्प्याक्ट बनाउन सक्छ। किनभने जब तपाईँको सप अनलाइन सजिलै डिस्कभर हुन थाल्छ, तपाईँको बिजनेस मात्र सप अगाडि हिँड्ने मान्छेसम्म लिमिटेड हुँदैन, तपाईँ होल सिटीको कस्टमरसम्म भिजिबल हुन सक्नुहुन्छ। एन्ड द्याट्स हाउ रिभर्स अर्डरिङ इज हेल्पिङ पोखराज लोकल बिजनेसेस ग्रो बियोन्ड जस्ट देयर सप डोर्स। इफ यु फाउन्ड दिस भिडियो इन्ट्रेस्टिङ, हिट द लाइक बटन। अनि यस्तै लोकल बिजनेसेस र डिजिटल ग्रोथको बारेमा अरू कन्टेन्टहरू हेर्नको लागि च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला।